So hello and welcome back to our new video. हामी चाहिँ अहिले पाँच पोखरीमा छौं। कसरा गर्ने बन्दिरा पसने जाङ बालेको तिरा कसरा गर्ने बन्दिरा पसने जाङ बालेको तिरा घुम्नलाई आउँछ पाँच पोखरी सबै जना शुभ यात्रा। हामी मात्र ल उसो हाम्रो यहाँबाट बिदाई कार्यक्रम भइरहेछ। हाम्रो लागि स्पेशली लट्ठी पनि लिएर आइदिनु भएको छ। कसले लिएर आइदिनु भएको यो? आलेलाई त भेट्न नपाउने भयो त मैले त। ल लाग्यो त है। बाई बाई। मलाई खेरो मान्छे मन लाग्यो माथि जानु मन लाग्यो यहीँबाट भड्किने मान्छे ल ठिक छ हस् लाग्यो खुसी लाग्यो राम्रो लाग्यो। आलेलाई सम्झेछ भनिदिनु भेट भएन नि है। हामी जिन्दगीमा खुसी हुनुपर्छ होइन किनभने अब रमाइलो गर्नुपर्छ। केटीसँग मात्र खुसी हुनु होइन फेरि सबैसँग अब केटी भएर चाहिँ अब केटी देखेर खुसी होइन नि हुन्छ नि केटीसँग मात्र खुसी हुने केटा भेट्यो भने खुसी हुनु पर्यो। ल लासो थेप जेदौ टेम्पोले खेप्छ त हो। देखो न अब हामी जानुपर्ने यहाँदेखि यता पाँच पोखरी यो चाहिँ हिले भन्ने ठाउँ जान्छ। पुग्छ। अब हाम्रो कति छ यति मिटर रहेछ यति माथि रहेछौँ हामी। सो अहिले हामी रातो माटो आइपुग्यौँ र अहिले हामी एकछिन रेस्ट गर्दैछौँ। यताकोमा यो बादलमा होइन बाहुबलीको वार भइरहेको हुन्छ नि त्यस्तो देखिरहेछ हौ। रथ छ यताबाट हात्ती दौडेको यताबाट एउटा हात्ती तर माथि नाउ छ त यार। अनि त्यसपछि त्यो देखेर चाहिँ तपाईँले के देख्नुहुन्छ कमेन्ट गर्नु होला है। अहिले हामी तापखर्क भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ छ 2407। त्यसपछि ऊ हेर्नु यता अगाडि देख्नुहुन्छ तपाईँहरूले झर्ना बादलहरूको माथि छौँ हामी क्या लिटरली यार। यतातिर हेर न अन्त हो होइन पानी पर्छ होला। सो हामीहरूले खाना खाएर अब हिँड्न लाग्यो र भर्खरै यताबाट दाइहरू पनि आउँदै हुनुहुँदो रहेछ क्या। अब सामान लिएर माथि पाँच पोखरी जाँदै हुनुहुन्छ। यहाँदेखि भ्यू यस्तो दामी देख्छ होइन कुरै नगरौँ। यहाँ हेलिप्याड पनि रहेछ। इमर्जेन्सी केसमा चाहिँ हेलिकप्टर आउँछ होला नि होइन। कुन फुल हो कमेन्ट गर्नु है। यो भुन्टी चाहिँ यसको नाम चाहिँ भुन्टी हो होइन। लाइक यो भुन्टी कुकुरहरूको चाहिँ के हुँदो रहेछ भनेपछि एउटा डाँडादेखि अर्को डाँडासम्म चाहिँ हामीलाई छोड्न जान्छ होइन। अनि अर्को डाँडाबाट अर्को कुकुर लिन आउँछ अनि त्यो कुकुरले चाहिँ अनि हामीलाई अर्को डाँडा कटाउँछ क्या। लाइक त्यहाँको यो डेन्जर रहेछ क्या। मलाई चाहिँ एकदमै मन पर्यो यो चाहिँ। छाती खेलाउने भनेको यसले माथि हो सिरियसली। आराम जानु है।
सो अहिले हामी लौरी बिना आइपुग्यौँ तर यति जाडो छ सब कामिरहेको छ तर सद्विकको हाम्रो यति छ नि त हामीसँग अहिले हामी निकै पहाडे की ऊंचाइयों में है चारों तरफ कोहरा ही कोहरा है और के हो किसने फ्रिज खोल दिया अरे निकै नै गाह्रो छ अगाडिको टिमहरू लोहाद हाम्रो पछाडिको टिमहरू लोहाद हाम्रो लागि हेरौ न हाम्रो लोहाद टिम रिभेल आयो ओह्रालो छ हिँड्दै थकै मेटिन्छ हो हामी 8 बजे हिँडेको यिनीहरू 7 बजे देख्न सक्नुहुन्छ तपाईहरु फाइनल्ली आइपुग्यो 5 पोखरी यहाँ लेक छ त्यहाँ अगाडि लेक दिस दामी है सर्ट है सर्ट तिमी हाँसौमा रंग सो त्यही हो हाम्रो 5 पोखरीमा नेक्स्ट डे आज अनि हिजो बेलुकातिर हामी आइपुग्यो साह्रै नै गाह्रो छ यहाँ धेरै स्टे गर्न सकिँदैन किनकि मेडिसिन भयो भने त हो नत्र सास फेर्न 1-2 जनालाई गाह्रो भइसक्यो भन्दैछ केटाहरूले साथीहरूले त्यसपछि ब्रान्ड प्रमोसन गरौँ भनेर हाम्रो सद्विकको लाएर तपाईँहरू हेर्न सक्नुहुन्छ यति लाएर हिँड्दैछु म अहिले सद्विकको यति लाएर हिँड्दैछु एकदमै मजा छ यदि यो हुन्थेन भने हैन अहिले मलाई यस्तो जाडो हुन्थ्यो ओहो पुरै नगरम के अनि ठ्याक्क टाइममा अनि सद्विकको यति भन्ने जुन ज्याकेट छ यो मैले लए ओ दामी जाउँ हामी मन्दिरतिर जान लागेको अहिले अब त्यहाँ गएर दर्शन गरेर हामीहरू चाहिँ अहिले शिव मन्दिर आइपुग्यौँ तर यहाँ चाहिँ एउटा डिफ्रेन्ट छ क्या यहाँनिर एउटा आउने बाटो छ होइन उताबाट हामी आयौँ यसरी चाहिँ यतातिर आउनुपर्ने हुन्छ कि उताबाट चाहिँ यसरी यताबाट हामी आएर घुमेर एन्ड देन यसरी उता फर्किने हुन्छ यताबाट हो यताबाट दामी छैन लुक तर हामी भन्छौँ नि यो सेफ त खाना त सेफ छैन ठ्याक्कै मन्दिरको तलबाट आइरहेछ कि पानी तर यहाँ चाहिँ ओइली चिजहरू माथि पूजा गरेको त्यो झरिरहेछ डेन्जर यार तर सो हामी चाहिँ 5 पोखरी आएको थियौँ अब फेरि हाम्रो यो 5 पोखरी अहिले म 5 पोखरीको बिचमा उभिरहेको छु होइन तर हामी चाहिँ एकदम हाइटमा गएर यो सब भ्यू हेर्ने भनेर हामी माथि जाँदैछौँ सो माथि पुग्नु पर्ने छ त्यही पुगेर भेटौँला है त स्टार्टिङ यहाँ भएको थियो भनेपछि अहिले यहाँ पुग्दा यस्तो भइसक्यो सेट अहिले एकछिन म माथि गएर भेट्छु है त
नेटवर्क आछ नेटवर्क छ आलेर म कहाँ जान लाग्यो रे दुधुन जान लाग्यो दुधुन जान लाग्यो हेरौँ है कसरा गदने बन्दिरा पासने ज्याङ बालेको तिरा कसरा गदने बन्दिरा पासने ज्याङ बालेको तिरा घुम्नलाई आउँछ पाँच पोखरी सबैजना शिवयात्रा है दामी छ है कहिले क्या राम्रो सुविस्तामा मान्छेलाई पनि हुन्छ पहिला पहिला त मान्छेलाई पनि यो भिच्याउँथ्यो यसको नाम के हो यसलाई सल्लोको घोप्रे सल्लो भन्छ घोप्रे सालो यति आउँछ एउटाको फेरि दुनियाँमा अलिकति घिउ लगाउनु पर्छ के घिउ हजुर के हुन्छ घिउ लगायो भने चिप्लिन्छ ए च्याङ्राको मासु है बन्टी बिहान छोड्न गएको याद छ कि नै है बन्टी यो चाहिँ नुनदीको गाइस If you want to buy it, video ko tara description ma link sir. You can go and check out, and if you like, you can buy. And I would recommend buying it. Thank you. बाई बाई फेरि भेटौँला है हाले है उहाँ नै हो धेरै दुःख गर्नुभयो त है कि डेली हो यो हजुर डेली हो यस्तो लिन भने डेली भन्नु पर्ला हो हजुर डेली होइन अब 2-3 दिनपछि ए उकालो चढ्दाखेरि चाहिँ लिन आउनु पर्यो हजुर ल दाइ थ्याङ्क यू बाई 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 हस् फेरि भेटौँला है दाइ ल सो यस्तो यो होइन यो चाहिँ हाम्रो ड्याडीहरूको पहिला हामी नजन्मिँदैको यस्तो हुन्छ क्या अनि त्यो चाहिँ अहिले उतातिर सायद रेयरली नै हुन्छ किनकि यस्तो पहाडी एरियामा र तराईमा बोक्नुमा धेरै डिफ्रेन्ट हुन्छ ल हामी अहिले एकछिनमा भेट्छौँ है त अहिले देउराली होटल आइपुग्यो यतातिर माथि चाहिँ 5 पोखरी सो अहिले मेरो राइट लेग इन्जर्ड छ तर बारी कुरा फुटिरहेको छ जाने है यता जुम्ला सो हाम्रो यात्रा यहीँ नै सकिन्छ सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो तपाईँहरूलाई मन परेछ भने डु लाइक एन्ड सेयर एन्ड सब्सक्राइब है कमेन्ट गर्न पनि नबिर्सिनु र कुनै ठाउँ छ भने चाहिँ हजुरलाई मन परेको त्यो ठाउँ पनि कमेन्ट गर्नु होला र हामी त्यहीँ जानेछौँ नेक्स्ट भिडियोमा भेटौँला है त थ्याङ्क यू बाई बाई